जबसम्म दुःख पर्दैन तबसम्म सबैलाई आफू धेरै राम्रो मानिसुँ जस्तो लाग्छ। यदि झुटो बोल्दा केही नोक्सान हुँदैन भने सत्य बोल्न त सबैलाई सजिलो हुन्छ नि। केही लोभ छैन भने इमान्दार बन्न पनि सजिलो छ। सबैले आफूलाई माया गर्छन् भने अरूलाई माया गर्न सजिलो छ। तर खास कुरा के हो भने धेरैजसो मानिसको राम्रोपन उनीहरूको बल होइन, बरु राम्रो परिस्थिति मात्र हो। हामीलाई घमण्डले गर्दा आफू धेरै ठिक छु जस्तो लाग्छ, तर खासमा हामी सजिलो अवस्थामा मात्र भएका हौँ। मान्छे कति असल छ भन्ने कुरा राम्रो अवस्थामा थाहा हुँदैन, त्यो त तब थाहा हुन्छ जब अप्ठ्यारो समय आउँछ, अर्थात् जब सही बाटो हिँड्न निकै गाह्रो हुन्छ। त्यसैले आफ्नो आदर्शको धेरै ठुलो कुरा नगर्नुहोस्। जबसम्म समयले परीक्षा लिँदैन तबसम्म पर्खनुहोस्, किनकि त्यही बेला मात्र थाहा हुन्छ कि तपाईँ वास्तवमा कस्तो मानिस हुनुहुन्छ।